नगरे खालको त एउटा पनि सबै गरेकै खालका क्वेसन छन्। भनेपछि आइक्यूमा तपाईँलाई केही गाह्रो लाग्यो त भन्नु त? आइक्यू त तपाईँहरूले एकैछिन मिलाउनु गयो भने लाग्यो, क्वेसन हेर्दा त बहुत सजिलो। तपाईँलाई मैले त्यो एउटा त्यो अङ्कित मैले लिएर एसपीको जहिले नि त्यो रूप चाहिँ बुझ्नु है भनेर मैले त्यत्रो भनिरहेको थिएँ, त्यही आज। अब समय र कामको त कतिचोटि गरे खालको अझ सजिलो, हामीले गऱ्यो भने धेरै सजिलो खालका। अब त्यो दिशा र दूरीको त्यस्तै सही, क्लासमै गरे खालको। त्यो फ्राइडेवाला चाहिँ यस्तो भनेको, तपाईँले बी भन्दा पछि जोर पोजिसनमा स्मल लेटर, बिजोर पोजिसनमा क्यापिटल लेटर। अब यहाँ ए बी यो क्यापिटल सी, अब डी ई एफ जी एच, यसरी यो 4 6 8 10 मा चाहिँ स्मल अनि 9 मा क्यापिटल, यसरी। अब थर्सडे पछिको बारलाई कसरी कोड गरिन्छ? थर्सडे पछि फ्राइडे एकदमै इजी थियो त। यो 6 नम्बरमा, 18 नम्बरमा, 9 नम्बरमा, 4 1 25। अब यो जोरमा एफ आर क्यापिटल आई डी ए वाई, यति त हो। यस्तो सजिलो गर्नु। 6 18 4 मा चाहिँ स्मल अरू क्यापिटल, यसले भने रुल यति हो। अरू के गाह्रो लाग्यो भन त? अरू कुन चाहिँ गाह्रो लाग्यो भन्नुहोस्? हो, सीमा थियो। अब अरू कुन चाहिँ अरू गाह्रो लाग्यो भन्नु त? अरू त अब हामीले त सुल्टो उल्टोवाला पनि त्यो टेबलको जी जेड वाई ओबी भनेर त्यस्तो धेरैवटा गरेको थियो नि। त्यो त झन् एउटा आँखा चिम्लेर हुने थियो। सीको मान पत्ता लगाउनु, त्यो त केही गर्नै नपर्ने थियो। यस्तो थियो होइन, अलिक चलाख मान्छेलाई त 1 सेकेन्ड पनि लाग्दैन। अब यस्तो नै थियो जस्तो सिधा थियो होइन, सीको मान पत्ता लगाउने भन्ने थियो होइन। 12 त्यहाँ 36 7 त्यहाँ 21, जहाँ चाहिँ यति गऱ्यो भने त ल केही छ त। 12 त्यहाँ 36 7 त्यहाँ फिनिस्ड। यसो सिधा यो अब खास चाहिँ रुल चाहिँ हो, यस्तो हो। 12 × 2 + 2 26, 26 / 2 - 2 11, 11 त्यहाँ 33 + 3 36, 36 / 3 - 3 गर्दा 9। खासमा चाहिँ रुल यो यति लामो किन गरिरहनु पर्यो? 7 7 दुना 14 + 2 ले 16। अब यसै गरी यो चाहिँ 16 / 2 - 2 6, 6 त्यहाँ 18 + 3 जोड्दा 21 हुन्छ। यसरी हो। त्यति नै पोइन्ट थिएन कि खासमा चाहिँ। 12 त्यहाँ 7 त्यहाँ हुन्छ यसरी हो रियलमा।
हो तपाईँहरूलाई हेर्नु त त्यो जिकेको ठ्याक्कै मैले तपाईँको त्यो नमुना क्वेसनमा राखे टाइपकै क्वेसन छन्। तपाईँलाई मैले अस्ति त्यो नमुना टाइपमा कस्तो क्वेसन राखेको थियो जिकेको देख्नु भएन? एक्ज्याक्टली त्यही टाइपको क्वेसन हिजो छ। त्यो बुकहरूको हेर्नुहोस्, त्यो सबै कति त त्यहाँको त्यो जस्तो तपाईँको चेन्नईले जिते सुपर लिग त्यो क्वेसन त्यहीँबाट थियो होइन? त्यो अब आजदेखि म जिकेको पनि तपाईँहरूलाई के गर्नु पर्यो भने मेरो पेजमा राखिदिन्छु म नयाँ नयाँ क्वेसन बनाएर 26 गतेलाई तपाईँहरूले हेर्नु पर्यो। अब तनाव नलिने। खरदारको लागि म पर्सि क्वेसन अब जिकेका नि यो म धेरै क्वेसन चाहिँ दुःख गरेर बनाइदिन्छु। तपाईँहरूलाई मैले अलिक दुःख गर्दा राम्रो हुन्छ भने म गरिदिन्छु होइन। अनि पेजमा हेर्नु होला त्यो चाहिँ आज मैले 15वटा जति बनाइछु अहिले। ए यहाँ बना ए यो यो बना यो 12 13को यो सबै बनाइसक्यो। अनि अब म त्यहाँ हालिदिन्छु। नयाँ क्लास त पर्सि आइक्यूको त भइहाल्छ। आइक्यू त हामीले त्यहाँ सेटै गरिहाल्छौँ। आइक्यूको त फिडब्याकै भइहाल्छ। जिकेको चाहिँ अब आइन्छ रे हेर्ने त अनि यो जिकेका क्लासहरूले चाहिँ तपाईँको धेरै इफेक्टिभ बनायो जस्तो लागेन मलाई। त्यहाँ धेरै मान्छे चाहिँ खतम बनाएको भन्दा आजबाट त खरदारकै सेट हो। आज बेलुका त खरदारकै त हो। अस्ति अस्ति नै खरदारको गरेका छौँ हामीले धेरैवटा सेट। यो 12 गतेभन्दा अगाडि नासुलाई बिचमा आयो। नासुलाई त त्यही हामीले गरेकै जति गाह्रो नै छैन क्वेसन। हामीले जुन डेली सेटमा गर्ने जस्ता गाह्रो नि छैन। हो रेगुलर नयाँ सुरुवात चाहिँ 26 गतेपछि। 26 गतेपछि हो। यो जिकेको कस्तो हो भने तपाईँहरूको वास्तवमा भन्यो भने जिके चाहिँ पहिलेदेखि नै आइरहने त्यस्तो हो। कहिलेकाहीँ एउटा दुइटा इक्जाममा सजिलो आइदिएर मान्छेलाई बिगारिदियो। खासमा जिके चाहिँ त्यसै गरी पढ्ने हो। जिके पढ्ने शैली नै भए होइन। खासमा जिके पढ्नुपर्ने कसरी हो भने अब यो एउटा एउटा टपिक पढ्ने नै होइन। हरेक दिन समसामयिक पढ्ने। हरेक दिन तपाईँले जिकेको क्लास लिनुहुन्छ भने हरेक दिन कम्तीमा 5वटा नयाँ 10वटा नयाँ समसामयिक सुरुवात। अनि त्योभन्दा पछि अर्को कुन टपिक पढ्ने हो त्यसको हरेक टपिक त्यसरी जानु पर्यो। जिके कम्पेरिटिभली सजिलो होइन। गत वर्षतिरको हेर्दा सजिलो होइन। अलिक पढ्ने मान्छेलाई त सजिलै छ, क्वेसन गाह्रो त छैन। अब आइक्यूले नै पनि पार्दा हुन्छ कि अहिले त। अब त्यो चित्रहरू पनि सजिला सजिला नै छन्। अब त्यो अस्ति त एउटा नमुनामै गरेको क्वेसन आज त्यो यस्तोवाला हामीले त क्वेसनै त्यही थियो होइन हामीले गरे। यस्तोवाला हामीले सेटमै गरेको थियो होला हिजो, त्यही नै आएको छ त्यहाँ। त्यो झन् इजी। वाटर इमेज मिरर इमेज हो त्यस्तै इजी। अनि अब आइक्यू चाहिँ तपाईँको जति नै भने तपाईँहरूले 15वटा त मिनिमम मिलाउनु भइसक्यो। त्यो 15वटा त त्यो के खासै सोध्नुपर्ने खालको क्वेसन नै छैन कि। अब तपाईँको अस्ति मैले त्यो एउटा मान्छेले यति नम्बर लिएर आयो, यति नम्बर पुगेन भने पर्सेन्टवाला त्यही ठ्याक्कै रहेछ। त्यो रेसियो त हामीले गऱ्यो भने त 10 गुणा सजिलो भनेपछि तपाईँहरूलाई आइक्यूमा त अब आइक्यूमा त अझै पनि गर्छौँ। आइक्यूमा समस्या होइन। ट्रायङ्गल त झन् सहिलो नि। ट्रायङ्गल त यस्तो सहिलो आइदियो यस्तो होइन। यतिमा 3टा, एउटा दुईटा पुरै एक्लै 3। अब यतिमा 8वटा, यतिमा 8वटा, यतिमा 3टा, यतिमा 3टा, एउटा दुईटा सिद्धियो। यसमा 8वटा,
यो सुरुमा तीनटा भयो, यतिमा तीनटा भयो, यो क्रसमा 8वटा भयो, यो प्याटर्नमा तीनटा भयो, यो प्याटर्नमा तीनटा भयो, एउटा दुईटा भयो। त्यो त्यस्तो तालले हुँदैन कि तपाईँलाई मैले भने नि, यो आइक्यू पढ्दा हामीले हरेक दिन कति टपिक पढ्छौँ, कति नयाँ सिक्छौँ त बल्ल एउटा लेभल बन्छ। यति बुझ्नुहोस्, लोकसेवा पास गर्ने लेभलमा पुग्दा जादु हुँदैन। यहाँ त कस्तो भन्दैन भने 5वटा 10वटा आइक्यू क्लास पढाएर आइक्यू केही कभर हुन्छ भन्नु त। यहाँ 5-6 महिना पढ्दा त बल्ल एउटा लेभल बन्छ, बल्ल। त्यो पनि कति कन्फ्युजन हुन्छ मान्छेलाई अझ। भनेपछि तपाईँ जहाँ चाहिँ हेर्ने बित्तिकै गर्न सक्ने पर्नु पर्यो कि। हेर्ने बित्तिकै यो मलाई थाहा थिएन नि होइन भन्ने पारलाई कति छिटो बुझ्नुपर्छ भन्नु त। त्यो आजै क्वेसन पनि तपाईँको म्याथमेटिकल तरिकाले जाने हुँदा कति लामो लागिन्छ नि। भनेपछि अब आठ यो क्रसमा मैले होइन है, यो त्यही भएर तपाईँहरूले के बुझ्नु भने यो पास हुन ज्यादै सहिलो पनि छ, ज्यादै गाह्रो पनि छ है। क्रसमा यसमा चाहिँ एबिसिडी चारवटा ए भइगयो, एबीबाट एउटा, बिसीबाट एउटा, सिडीबाट एउटा, डिएबाट एउटा, 8वटा भयो। 6वटा भइसकेको 8वटा हुन्छ। भनेपछि तपाईँले तयारी गर्दाखेरि के सोध्नु पर्यो भने यो यी अरूका यो सामाजिक सञ्जाल भने टक्सिक पनि हो। लिन जानेन भने खाना पाउनु मात्रै खाना पाएको होइन नि, कुन सही कुन गलत, कुन स्वास्थ्यलाई फाइदा गर्छ, कुन चाहिँ स्वास्थ्यलाई फाइदा गर्दैन भन्ने थाहा नपाइकन खानु पनि त्यो चाहिँ सही खाना होइन, स्वास्थ्यवर्धक होइन। खाना पाइयो भनेर त्यहाँ चिप्स पनि खाएको छ, त्यो कोकाकोला पनि खाएको छ, त्यो जङ्क फुड खाएको छ, अनि शरीर बिग्रो भनेर त के काम लाग्यो। हाम्रो यो टक्सिक मटेरियलले पनि त्यही गर्छ। त्यसरी आफै नोटहरू बनाउन जाने, आफ्नो लेभल पहिचान गर्ने, आफू निरन्तर बुझ्दै गएर चाहिँ तयारी गर्दै जाने, त्यसो हो भने चाहिँ एउटा लेभल बन्छ। हेर्नुहोस्, कमजोरी पाटोहरू सुधार हुँदै जान्छ। यहाँ त टक्क तपाईँ यहाँ भर्ना गर्नुहोस्, पास गराइदिन्छौँ। अब बडा त्यो जाहिर चाहिए मान्छेलाई, कति वर्ष पढ्दा नभएको मान्छेलाई त्यस्तो भन्दैछ खतम पारिहाल्छन्। यस्तो लाग्दैन नि होइन, त्यसले बिहार्ने। भनेपछि त्यसरी जानु भएन। अब तपाईँहरूले अब गर्नुहोस् त, पर्सि 26 गतेसम्मको लागि गर्नुहोस् है। सिरिज पुरा गर्नुहोस्। कोटेको मान भर्नुहोस्। गर्नुहोस् है। यसले कुनै काम 20 दिनमा गर्छ।
बीले सो काम 30 दिनमा गर्छ। दुवैजना मिलेर 8 दिन काम गरेपछि 8 दिन काम गरेपछि यसले छाड्छ बाँकी काम बीले एक्लै गर्छ बाँकी काम बीले एक्लै गर्छ भने काम कति दिनमा सकियो यो चाहिँ बीले एक्लै गर्छ भने काम कति दिनमा सकियो अब 5 मा 20 देखि 75 सम्म जम्मा बिजोड संख्या कतिवटा हुन्छ बिजोड संख्या अड नम्बर कतिवटा हुन्छ यो 5 वटा गरौँ त पहिला अड नम्बर कति हुन्छन् ल यो पर्सि खर्दारको लागि प्रदेशका एक्जामका लागि मैले फोकस गरेर यहाँ तपाईलाई सिकाएँ ल गर्नुस् त कतिवटा हुन्छ अब यहाँ हेर्नुहोस् है अब यहाँ हेर्नुहोस् है अब पहिला यो 20 देखि 75 सम्मका जम्मा बिजोड संख्या कतिवटा हुन्छन् भनौँ पहिला यसको संख्या पत्ता लगाउँदा पहिला दुईटाको फरक निकाल्ने फरक प्लस 1 गरेपछि जम्मा संख्या आउँछ अब यो दुईटाको फरक प्लस 1 गर्दा जम्मा संख्या आउँछ कति आयो भन्नु त यो दुईटाको फरक प्लस 1 गर्दा जम्मा संख्या आउँछ अब यो दुईटाको फरक प्लस 1 गर्दा जम्मा संख्या 56 अब इभन र अड यो इभनबाट दुईटै इभन र अड छ भने आधी 28 वटा अड 28 वटा हुन्छन् पहिला जम्मा संख्या निकाल्ने यहाँ दिए संख्यामा इभन र अड छ भने आधी हुन्छ इभनबाट सुरु भएर इभनमा अन्त्य भएको भए एउटा इभन बढी हुन्छ अडबाट सुरु भएर अडमा अन्त्य भएको भए एउटा अड बढी हुन्छ अब जस्तो 20 बाट 80 सम्म
80 सम्म जम्मा इभन संख्या कतिवटा हुन्छन्? जम्मा जोड इभन नम्बर कतिवटा हुन्छन् ल भन्नुहोस् त? 20 देखि 80 सम्म जम्मा इभन नम्बर कतिवटा हुन्छन् त? अब यहाँ हेर्नुहोस् है। अब ए यो दुईटाको फरक प्लस 1 गर्नुहोस्। यो दुईटाको फरक प्लस 1 गर्नुहोस्। यो 20 र 80 को फरक 60, एक जोड्दा 61। जम्मा संख्या 61। अब जोड र बिजोड। जोड संख्या र बिजोड संख्या। अब हामीले के बुझ्नु पर्यो भने जोडबाट सुरु गरेर जोडमा अन्त्यबाट भयो भने एउटा जोड बढी हुन्छ। बिजोडबाट सुरु गरेर बिजोडमा अन्त्य भयो भने एउटा बिजोड बढी हुन्छ। अब जोडबाट सुरु गरेर जोडमा अन्त्य भयो भनेपछि 31वटा बिजोड 30वटा जोड। जोडबाट सुरु गरेर यहाँ तपाईँको अड नम्बर आयो नि 30.5 30.5 त हुँदैन। भनेपछि हामीले के बुझ्नु पर्यो भने इभनबाट सुरु गरेर इभनमा अन्त्य भयो भने एउटा इभन बढी। अडबाट सुरु गरेर अडमा अन्त्य भयो भने एउटा अड बढी। इभन अड भयो भने हाफ हाफ। अब अर्को हेर्नुहोस् है। नम्बर 4 मा अब यो त समय र काम त हामी धेरैचोटि गरिसकेका छौँ। यसलाई त समस्या छैन। यसले कुनै काम 20 दिनमा गर्दा यहाँ नै यसले कुनै काम 20 दिनमा यसले कुनै काम 20 दिनमा बीले सो काम 30 दिनमा। हेर्नुहोस् है दुईटाको 20 र 30 को एलसियम 60। 20 र 30 को एलसियम 60। अब यसले एक दिन यसले एक दिन 2 जम्मा 60 काम गर्नुपर्ने। ए र बी मिलेर एले 3 बीले 2 दुईटाले मिलेर एक दिन 8। ए र बी मिलेर एक दिन 8 यिनीहरूले 8 दिनसम्म गरे। यो त एक दिनको काम हो। यो एक दिनको काम हो। यो एक दिनको काम हो भनेपछि यो त एक दिनमा 60लाई 30ले भाग गर्दा 2 60लाई 20ले भाग गर्दा 3 यो एक दिनको काम हो। एक दिन यी दुईटाले मिलेर 5 काम गर्छन्। 8 दिनमा 60 माइनस 40 20 काम बाँकी। 20 काम चाहिँ कसले गर्छ भन्दा बीले। अब यसले त छाडियो। बाँकी काम बीले एक्लै गर्छ भने यसले यसलाई भाग गर्दा 10 आयो। अब दुईटैले मिलेर 8 दिन गरे। बीले एक्लै 10 दिन गर्यो भनेपछि 18 दिनमा काम सकियो। बीले एक्लै बाँकी काम कति दिन भने एन्सर 10। मिलेर कति दिन गरे 8। काम कति दिनमा सकियो 18। काम कति दिनमा सकियो भन्दा चाहिँ 18 दिनमा। तपाईँ यो एलसिएम मेथडमा जाने बित्तिकै त यो समय र काम त कुनै जस्तो हुँदैन। यसले 20 यसले 30 60 काम जहिले पनि 60 काम पुरा गर्नुपर्ने। यसले एक दिन 3 गर्छ यसले एक दिन 2 गर्छ मिलेर 5 8 40 60मा 40 गर्दा 20लाई 2ले भाग गर्दा 10। अब यहाँ कुनै डाउट छ भने भन्नुहोस्। यहाँ कुनै कन्फ्युजन भयो भन्नुहोस्।
हो 8 10 18 18 आइन्छ यो 18 चाहिँ 8 दिन मिलेर 10 दिन एक्लै अब यो 3 नम्बर हेर्नुहोस् है हो यस्ता पनि तपाईँहरूलाई 3टा क्वेसन चाहिँ खरदारमा कन्फर्म छ त्यही भएर यस्ता टपिकलाई हेर्दा वास्ता कम हुने र आइक्यूमा एकदमै धेरै आउने टपिक यी हुन् यी टपिकका चाहिँ एकदमै प्र्याक्टिस गर्ने यो टपिकलाई राम्रो पारियो भने आइक्यू समय पनि बच्छ छिटो नै हुन्छ त्यो जोड घटाउ गर्न बढी अभ्यास बसी हुन्छ त्यस्तो धेरै जादु गर्नु नि पर्दैन अब यहाँ हेर्नुहोस् है तपाईँलाई 60 को हारमा आउने बित्तिकै के भने तपाईँलाई क्यू भने के को हारमा हुन्छ क्यू भन्ने बित्तिकै तपाईँले हेर्नु है तपाईँ त्यो कुन कुनको हारमा हुन्छ भनेपछि जस्तो 1 8 27 क्यू नम्बर हो नि त 64 125 216 343 यो त क्यूको हारमा आएन हुनु त क्यूको हारमा आएन आयो हो यस्तो यो क्यूको हारमा जस्तो हिजो पनि त भन्नु न त्यो 4 को पावरको हारमा आइदियो नि त भनेपछि यसमा 64 यसमा 121 211 अब 300 को हारमा भनेपछि यो 64 कति आउँछ 4 को क्यू माइनस 3 5 को क्यू माइनस 4 6 को क्यू माइनस 5 अब आन्सर कति हुन्छ भन्नु त 6 को क्यूमा त्यो 6 भन्दा 1 कम गरेछ 5 को क्यूमा 5 भन्दा आफै 1 कम गरौ यो 4 को क्यूमा 4 भन्दा 1 कम गरौ आन्सर कति त हो भनेपछि यहाँ तपाईँको 7 को क्यू माइनस 6 7 को क्यू माइनस 6 यो गाह्रो होइन यो क्वेसन यस्तै खालका सबै नगरिकन अब हुँदैन आइक्यू राम्रो पार्ने भए यस्ता टपिकहरूमा क्वेसन हेर्ने बित्तिकै जस्तो क्वेसन आयो नि घुम्न त्यो भयो भने चाहिँ तपाईँको यो मान्छेले यो वास्तै गरिरहेको हुँदैन अनि बढी सोधेको कारण चाहिँ त्यहाँनिर छ कि चिप्ल्याउने अर्काले भन्दा चाहिँ यो ज्यादै सजिलो छ यो टपिकहरू आफै गर्दा नआइरहने हुन्छ अब यहाँ हेर्नु है यो अब यहाँ हेर्नु त एउटै चित्रमा छ भने एउटै चित्रमा खोज्ने हो तपाईँले फेरि बुझ्नु पर्यो 4 दुना 8मा 4 दुना 8मा 1 गर्दा 7 7 दुना 14मा 2 गर्दा 12 12 दुना 24मा 3 गर्दा 21 21 दुना 42मा 4 गर्दा 38 38 दुना 76मा 5 गर्दा 38 दुना 76मा 5 गर्दा 71 यहाँ कुनै कन्फ्युजन भयो भन्नु पर्यो यिनीहरूमा केही कन्फ्युजन डाउट छ त 4 दुना 8मा 1 गर्दा 7 7 दुना 14मा 2 गर्दा 12 12 दुना 24मा 3 गर्दा 21 अब 21 दुना 42मा 4 गर्दा 38 सक्यो यो त तपाईँको हिजैका इक्जाममा भन्नु 3टा 20वटा क्वेसनमा 3टा क्वेसन त एउटा एनालोजी एउटा त त्यो ज्यादै सहिलो आज यस्तै आयो नि यस्तो कति सहिलो छ यो त आँखा चिमेर लाएर हिँड्नु हिजो यस्तै आएको होइन अब 2 7 14 7 9 63 अब 15 दुना 30 यहाँ 15 दुना 30 अब यहाँ वाट भनेको थियो 15 नुवा 135 यो त 1 सेकेन्ड गुणामा आएछ 7 दुना 14 9 7 63 15 दुना 30 1 सेकेन्ड भनेपछि तपाईँहरूले यो मैले तपाईँलाई के भने यस्ता टपिकहरू एउटा यो अर्को सिरिज अर्को एनालोजी 3टा त यसैबाट आयो 3टा जब अघिपछि 2टा आउँदै भनेपछि त्यो जिम्याटको नि यहाँ ल्याएर खनेरी हो यसमा 3टा आयो भनेपछि यस्तो टपिकहरूलाई हामीले छोड्नु भएन
तपाईँले पानी नै पार्नुपर्ने टपिक चाहिँ यति। यी कम्तीमा दुईवटा आउँछ। यो चाहिँ तपाईँले आँखा चिम्लेर बढी प्र्याक्टिस गर्नुहोस्। सेरिज, यो नम्बर सेरिज, मेट्रिक्स, मिसिङ नम्बर, अनि तपाईँको एनालोजी, अड म्यान आउट, कम्तीमा दुईवटा यसबाट जेसुकै इक्जाम भयो कम्तीमा, घटीमा दुईवटा, केही पनि क्वेसन आएन भने पनि दुईवटा कि केही पनि। अब यो तपाईँले यदि बुझ्नु पर्यो। अनि यो औसत कहिले टुट्दै नटुट्ने, मैले तपाईँलाई औसत त मैले सधैँभरि भनेको, यो औसत अहिलेसम्मको कुनै पनि इक्जाममा टुटेकै छैन। समय काम, अनुपात समानुपात, अनुपात समानुपात, अब मिक्सर इरिगेसन यसरी राखौँ, इरिगेसन, अनि नाफा नोक्सान छुट, अनि त्यो अर्को त्यो भिन्न 0.% यो त चाहियो यति। यी चाहिँ अति नै धेरै छ नि। यी टपिक चाहिँ तपाईँले विक भन्नुभयो भने आइको कोल्यास, अरू पनि चाहियो चाहन्थे सबै। अनि दिशा र दूरी, अनि त्यो अल्फाबेट छ भन्ने, पछि अल्फाबेट सम्बन्धी 2-3 क्लास पढ्छौँ हामी, अल्फाबेट सम्बन्धी। यी चाहिँ कन्फर्म जस्तै हो, हरेक इक्जाममा यी टपिक चाहिँ कमजोर भयो भने आइक्यू कोल्याप्स। अरू त चाहिँदा जे पनि चाहियो आइक्यूमा त, तर अति बढी हाई फ्रिक्वेन्सी भएको चाहिँ यो नन भर्बल त मुटु नै हो। नन भर्बल त एउटा पनि बिहार भने आइक्यू 0। नन भर्बल त आइक्यू फेरि नन भर्बल सजिलो हुन्छ कि तपाईँको नन भर्बल चाहिँ मान्छेको कमन सेन्सले धेरै काम गरिदिन्छ। नन भर्बल त चाहियो। त्रिभुज गर्ने वर्ग गर्ने एउटा सधैँ आइहाल्छ। अनि त्यो मिरर इमेज, वाटर इमेज र तपाईँको मेट्रिक्स सकेभरि उति अस्ति हामीले गरिरहेको होइन, साझा भाग हटाउने बाँकी भाग राख्ने, त्यही त आज त त्यसबाट प्रायः जहिले एउटा आउँछ। त्यो त बरु थोरै 2-4 क्लास पढ्दा नै पर्याप्त हुन्छ। त्यसमा त त्यो तपाईँको कमन सेन्सले धेरै काम गर्छ। रुल त म सिकाइहाल्छु तर जातले चाहिँ नि, तर त्योभन्दा यी टपिकहरू चाहिँ तपाईँको अनिवार्य चाहियो। नन भर्बल चाहिँ तपाईँले ती गरेर यसो हेर्दा नि मिलाइदिनुहुन्छ है। पर्सिको लागि जिकेको राखिदिन्छु। अब म आजबाट राख्न थाल्छु, भोलि पनि राख्छु दिउँसो बनाएर। अनि त्यो सबै राखेर तपाईँलाई पास गराउनै पऱ्यो कि यहाँ धेरै मान्छेको बिग्रो कि खतम, लाइफ खतम। त्यो कस्तो गरेर त्यहाँ रुनुहुन्छ कतिमा हालेर। अब मान्छेको सपना हुन्छ हेर्नु त, एउटा जाँच बिग्रेपछि सबै खतम। त्यो जिकेको नि म राखिदिन्छु। अब जिके पनि तपाईँले अब जेसुकै बाँकी छन् नि जाँचहरू, एउटा यीबाट बिग्रिँदै हात्तिने त होइन। बाँकी जाँचलाई चाहिँ एकदम सिन्सियर लाग्नु पऱ्यो। यो मार्केटका यो मिठा कुरा मैले कतिचोटि सही कुरा भन्ने गरी होइन, किनभने म त तपाईँको इक्जाम दिएर हत्तु हैरान भयो। मलाई त सबै थाहा नि त। त्यहाँ ग्रुपमा हुँदा मेरो पेजमा हेर्नु, मेरो पेजमा राखिदिन्छु, सबैलाई हुन्छ। अब यहाँ हेर्नुहोस्, यो फर्स्ट पेपरमा त के भयो र, जति भयो नि आफू पास भइगयो, अरूसँग कम्पिटिसन हुँदैन कि फर्स्ट पेपरले चाहिँ। फर्स्ट पेपर चाहिँ तपाईँको त्यहाँ म पेजमा राखिदिन्छु, पास भए पुगिहाल्यो, जो नि पास हुनसक्छ होइन। अनि त्यो राइटिङमा चाहिँ अनि तपाईँहरूको साथी नै प्रतिस्पर्धी हुन्छ कि, राइटिङमा चाहिँ तपाईँको साथी नै तपाईँसँग प्रतिस्पर्धी हुन्छ, त्यसरी बुझ्नु पर्यो। अब अर्को लु गर्नुहोस्, 100 मिटर लामो दौडमा 100 मिटर लामो दौडमा एले बिलाई 10 मिटरले चाहिँ छ, एले सिलाई
यसले सीलाई 28 मिटरले जित्छ भने बीले सीलाई कति मिटरले जित्छ? बीले सीलाई कति मिटरले जित्छ? नम्बर 2 मा पन्ध्रौं क्रममा हुने चित्रमा कतिवटा त्रिभुज हुन्छ? कतिवटा त्रिभुज हुन्छन्? यसको 15औं क्रममा हुने चित्रमा चाहिँ कतिवटा त्रिभुज हुन्छन्? 3 मा। आइतबार रु 100 कमाउँछ प्रत्येक दिन अघिल्लो दिनको भन्दा दोब्बर कमाउँछ भने एक सातामा पुरै शनिबारसम्म जम्मा कति कमाउँछ? ल शनिबारसम्म जम्मा कति कमाउँछ? यो 3टा रुलको गरौँ त। यहाँ एकदम इम्पोर्टेन्ट छ यो खरदारको लागि यो 3टा रुल एकदम इम्पोर्टेन्ट छ। ल ऐनाको एकको भन्नु ऐनाको यस्तो थियो। यो 2 3 3 5 10 13 वाट यसमा +1 × 1 +2 × 2 +3 × 3 हुँदा 39। 2 मा 1 जोड्दा 3 एकाना, 3 मा 2 जोड्दा 5 दुना, 10 मा 3 जोड्दा 13 यसरी।
अब यहाँ हेर्नुहोस् है, अब यसैको पहिला आइतबार 100, सन्डे 100, यस्तोमा तपाईँलाई सहिलो हुन्छ यो यति गर्नु। सन्डे 100, मन्डे 200, ट्युजडे 400, वेडनेसडे 800, अहिले दिनको दोब्बर भने यसको दोब्बर, यसको दोब्बर, यसको दोब्बर। अब थर्सडे 1600, फ्राइडे 3200, सैटरडे 6400, सात आउँदैन भन्यो भने 6400, छैट आउँदैन भन्यो भने 3200, जम्बा भन्दा चाहिँ यो सबै जोड्दा चाहिँ कति? 12700। एक तपाईँले 12700 कमाउँदो रहेछ। यहाँ झुकिन्छ त यो 100, 200, 400, 800, 1600, 3200, 6400, यस्तो यति गर्दै अब सूत्र राखेर गए हुन्छ भने त एसएन इज इक्वल, तर त्यो यही सजिलो हुन्छ। एसएन इज इक्वल टु एआरएन माइनस 1 आर माइनस 1, सरी ए भने 100, ए भने 100, आर भनेको चाहिँ बी बाई ए हुन्छ। अब बी भने 200, अपन ए भने 100, 2 भयो, 2 को पावर 7, 1, 2, 3, 4, 5, 6, 7, माइनस 1 अपन 2 माइनस 1, सूत्र यो। अब 100 इन्टु 128 माइनस 1 अपन 1, 1, 2, 700, ल यसरी सूत्रमा राखे पनि हुन्छ, तर सहिलो चाहिँ यही हुन्छ। यो ज्योमेट्रिक सिरिजको सम निकाल्ने फर्मुला एसएन इज इक्वल टु ए होल नम्बर आर को पावर एन माइनस 1, आर माइनस 1, आर चाहिँ एकभन्दा ठुलो भएपछि यो सूत्र कण्ठ पारेर अब ए भने चाहिँ सुरुको पहिलो, बी भने दोस्रो, आर निकाल्दा बी बाई ए 200/100 भनेपछि 2 आयो। 2 को पावर कति दिन हो त? 7 दिन, माइनस 1 जति भनिहाल्छ। यो माथिको तरिका सहिलो हुन्छ। अब बुझ्नलाई त यो बुझ्यो भयो, तर जहाँ चाहिँ यो धेरै इजी हुन्छ। तपाईँलाई 7 दिन 10 दिनसम्म सोधिदियो, सिक्दा त केही फरक परेन, यो माथिको सहिलो। अब यहाँ हेर्नुहोस् है 2 नम्बर। अब 2 नम्बरमा यहाँ हेर्नुहोस् त 2 नम्बरमा के छ भनेपछि पहिलो यहाँ पहिलो सिरिज यहाँ 15 भनौँ, 1, 2, 3, 4, यहाँ सिम्पल छ। यहाँ एक हुँदाखेरि दुईटा छ, यहाँ जतिमा पदमा छ त्यसो डुबर छ। यहाँ 2 हुँदा 4 छ, 3 हुँदा 1, 2, 3, 4, 5, 6 छ, 4 हुँदा 1, 2, 3, 4, 5, 6, 7, 8 छ, सकियो। अब मैले भनिरहनु पर्छ त कतिवटा 15औं क्रममा कतिवटा छ भन्नु त? 30 वटा। 67 क्रममा भने कतिवटा हो त? यस्तोमा नजुकिनु है, त्यो सिरिजमा कतिवटा ठ्याक्क थाहा भइसक्छ। 67 मा भने भाइ 134 वटा हुन्छ। तपाईँलाई जतिको भन्नुहोस्,
तपाईँले यहाँ कतिको सोध्छ भन्नेले मतलबै राख्दैन कि अब तपाईँले जब यो प्याटर्न बुझ्नुहुन्छ यो ट्रिक बुझ्नुहुन्छ तपाईँले यहाँ कतिौँ क्रम सोध्यो भने त मतलबै रहँदैन। अब यो त के गाह्रो होइन। अब यो माथिको हेर्नुहोस् है यसको ट्रिक। यसको चाहिँ हेर्नु है, यहाँ कोही नछुटुन् कोही नदोहोरिउन्, कोही नछुटुन् कोही नदोहोरिउन्। जसले दौड जित्छ त्यसले दौड पुरा गरी आउनु पर्यो। जसले दौड जित्छ, यहाँ हेर्नु, यहाँ 100 मिटर लामो दौड यो एकदमै इम्पोर्टेन्ट। दौड 100 मिटर लामो छ, एले जसले दौड जित्छ त्यो चाहिँ 100 मा हुनु पर्यो। ए 100 मा हुनु पर्यो। मैले दौड जित्दा दौड पुरा गरी आउनु पर्यो नि। फेरि बिचतिर अरू पछि बढी दौडेर अरू के थाल्नु। पहिला तपाईँ र म दौडिन थाल्यौँ, म अलिकति अगाडि लागेँ भने मैले दौड जित्छु त, तपाईँ पछि हुत्तेर के थाहा भनेपछि दौड पुरा गरेपछि दौड जित्यो। 100 मिटर दौड छ भने दौड जित्ने मान्छेले 100 मिटर पार गरेको हुनु पर्यो। द्याट्स इट। जसले दौड जित्छ त्यसले दौड पार गरेको हुनु पर्यो। 100 मिटर लामो दौड छ, त्यसले 100 मिटर दौडियो हुनु पर्यो कि 100 मिटर लामो दौडमा एले बीलाई 10 मिटरले जित्छ भनेपछि बी चाहिँ कति भयो त? एले बीलाई 10 मिटरले जित्छ भनेपछि बी चाहिँ कति भयो? बी चाहिँ 90 भयो। अब यतापट्टि ए आउनै पाइएन, चेन रुल ब्यालेन्स। अब एले भनेपछि यता यता आउनै पाइएन। एले ए कति चाहियो यहाँ भन्नु त? एले सीलाई जितेको छ, यहाँ कति चाहियो? जसले जित्छ त्यो 100 चाहियो। सीलाई जितेको 28 मिटरले जितेपछि यहाँ कति चाहियो त? होइन, यहाँ 10 मिटर जित्दा यहाँ 90 भयो। यसलाई 28 मिटर जित्दा यहाँ कति भयो त? त्यसले अन्त 28 मिटर जित्दा कति भयो? 72 भयो। अब यहाँ एबी, यहाँ सी, यहाँ एसी भइसक्यो। यतापट्टि के चाहियो? अब यतापट्टि के बाँकी छ? एबिसी मध्ये के बाँकी छ? यतापट्टि बी चाहियो। बीले जितिया छ। बीले सीलाई कति मिटरले जित्छ भनेपछि यहाँ कति चाहियो? बीले जित्यो भनेपछि 100 चाहियो। अब सीलाई थाहा छैन, सीले यक्स त्यही थाहा पाउनु पर्यो कति मिटर जित्छ भनेर। अब यहाँ हेर्नुहोस्, यसो जम्मा ट्रिकै यति। यो एकदम गाह्रो क्वेसन, एकदम इजी हुन्छ। अब कोही नछुटुन् कोही नदोहोरिउन्, कोही नछुटुन् कोही नदोहोरिउन्। जसले दौड जित्छ त्यो चाहिँ दौडको लिमिटेसनमा हुनु पर्यो। जसले दौड जित्छ त्यो चाहिँ दौडको लिमिटेसनमा हुनु पर्यो। जसले दौड जित्छ त्यो चाहिँ दौडको लिमिटेसनमा हुनु पर्यो। अब चेन रुल, चेन रुल यो गुन्नुहोस्। 100 इन्टु 72 इन्टु 100 बराबर अब 90 इन्टु 100 इन्टु यक्स। चेन रुलमा यो तीनटा गुणन बराबर यो तीनटा गुणन। अब यो गयो, यो पनि गयो, यो र यो पनि गयो। 9 8 72, 8 दशमलव 80 बराबर यक्स। त्यसो भए कति मिटरले जितेछ? यहाँ 10 मिटरले जिते, यहाँ 28 मिटरले जिते, यहाँ कतिले जित्छ त? अब 20 मिटरले जित्छ आन्सर। अब एकदम सिम्पल भयो यो एकदमै तपाईँ नजिकिनु होला। यो सोध्छ पहिले पोहोर कुन ब्याङ्किङमा सोधेको थियो। जसले दौड जित्छ त्यसले दौड पुरा गरे आउनु पर्यो। यो अब एकचोटि फेरि हेर्नु है यहाँ। ल अब एले बीलाई जितेको 10 मिटरले दौड 100। एले जितेपछि जसले जित्छ त्यो 100 हुनु पर्यो। 10 मिटरले जितेपछि बी 90 भयो। अब यहाँ एबी भइसक्यो। अब यहाँ सी, एले सीलाई जितेको,
यता चाहिँ ए चाहियो, एले जित्यो हुनाले ए जित्ने चाहिँ 100 चाहियो, यो एले जित्यो हुनाले ले जित्यो हुनाले यो 100 चाहियो। 28 मिटरले जित्यो हुनाले 100 मा 28 गर्दा 72। ए बी, यहाँ ए आइसक्यो, यहाँ सी आइसक्यो, यहाँ बी आउनु बाँकी छ, बीले जितेको छ, बी 100 भए सी चाहिँ यक्स 100 इन्टु 72 इन्टु 100 बराबर यक्स इन्टु 100 इन्टु 90 सकियो। यो शून्य काटो, यसले 8 पटक 8 सँग 80 भयो, 20 मिटरले जितेको जित्दैन, सकियो। अब यहाँ कन्फ्युजन छ त, डेसिमलको एडिसन त दशमलव सिधा राख्नु, 0.123 प्लस 1.2.4 प्लस अब 1.3 यस्तो आयो। जोड घटाउ आयो भने दशमलव सिधा राख्ने, 0.123 12.4 1.3 यो दशमलव सिधा राख्ने, 3 को 3 2 को 2 4 3 7 1 8 अब 2 1 ले 3 1 यति भएन। यो त यी सबभन्दा संसारमा सहिलो त यही होला, दशमलव सिधा राख्दिने जोड दिइहाल्ने, घटाइदिने, सकियो। 80 आएपछि घटाइदिनु न, यो 100 र 90 को अन्तर 10 ले जितियो, 100 माइनस 90 भनेपछि 10 ले जितियो। अब 72 र 100 माइनस 72 भनेपछि 28 ले जितियो। अब 100 माइनस 80 भनेपछि 20 ले जितियो, यस्तो कि। ल अब भोलि म मल्टिपल उयोहरू सिकाइदिउँ ल, दशमलवको मल्टिपलहरू सिकाइदिउँ कि। ल तपाईँहरू बेलुका नै आउनु पर्यो, बेलुका नै आउनै पर्यो सबै। अब त यो जाँच त जसरी हुन्छ पास गर्नु पर्यो, नभए त्यहाँ तपाईँले भर्ना गरे होस् नगरे होस् त्यो फिडब्याकमा आउनै पर्यो, नभए यस्तो। ल सबैलाई नमस्कार। ल